मुक्तिनाथ जोमसोम पोखरा ल ठिक छ त कस्तो राम्रो सिनाको हिस्ट्री ल है ल जाँदैछौँ बाटोमा दार्चुङमा अब हामी मुगलिनतिर जाँदैछौँ हाम्रो यात्रा जारी छ है जारी छ ल सुरु भयो हाम्रो रमाइलो ल हाय बना सुरु गराइ ल लक्ष्मी थापा ल लक्ष्मी थापा ल हेलो हाम्रो चाहिँ आज पहिलो दिन है त ल जोमसोम स्थानको यात्रा हुँदैछ हाम्रो पारिवारिक भ्रमण एकदमै रमाइलो भइरहेको छ भर्खरै हामी चाहिँ मुगलिन कटेर चाहिँ अब खैरेनी कटेर जाँदैछौँ यो रह्यो चाहिँ पृथ्वीराजमार्ग भर्खरै बनेको नयाँ 4 लेनको हाइवे यहाँ छ सुबेर एकदमै हामी चाहिँ रमाइलो भइरहेको छ यात्रा एकदमै अगाडि बढिरहेको छ अब हामी ल भन्नुहोस् है ल भन्नुहोस् हजुर एकदम पुरै मजा आइरहेको छ होइन हजुर पहिलो दिन अब अहिले त हिँडिरहेको बाटो हो यो आफै ड्राइभर भइदियो आज आनन्द आइरहेको छ बसेर हजुर हामी अधिकांशको आज फर्स्ट टाइम हिँड्दा हाम्रो मुक्तिनाथ हाम्रो मुस्ताङ दिदीको उहाँको हेट्रिक होला दिदीले त नेपाल सबैको उहाँको पहिलो कुनै सबैभन्दा धेरै घुम्नु भएको नेपाल यहाँ हिमला दिदी हुनुहुन्छ अब हिमला दिदी पनि अब जापान जानुहुन्छ घुम्न लागि होइन ल आनन्द छ हजुर आज है जोमसोमसम्म पुगिन्छ हजुर जोमसोमसम्म यसो बिच आज नि हजुर हेर्दै फिर्दै यो त धेरै राम्रो भनेको यतिको बाटो के भन्छ पुरै विश्व भइगयो हजुर विश्वकै पोखरा चाहिँ भन्नु हजुर होइन हस् धन्यवाद ल
आर्यन हामी कहाँ आइपुग्यो आर्यन लेक साइड पोखरा हो ल हाम्रो पहिलो डेस्टिनेसन है त लेक साइड पोखरा मान्छेको यहाँलाई भेट्दैछौँ र ट्याक्क हामी आशीर्वाद ओहो हेलो 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 ल ओहो सिटै यहीँ खाली छ ए सिटा पुरै ल ल ल ल पोखरामा हामी यत्रो भेट भयो है ल ल ल सुला भाइ ल हाम्रो जेएनजी टोलीको है त ल जेएनजी टोलीको खाने कार्यक्रम हुँदैछ पोखरामा एकदम ल ल इन्जोय गाइज इन्जोय हाम्रो अलिसभन्दा खतरा ब्लगर त अलि बिस्तारै हिँड्नु न ल अब हामी चाहिँ पोखरामा खाना खाएर चाहिँ अब चाहिँ जाँदैछौँ है बेनीतिर पहिलो स्टेसन सकियो ल पोखरा सकियो ल अब बेनी है त ल गाइज ल नाच 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 Are you enjoying? Good. Mami रमाइलो भएको छ एकदम रमाइलो भइरहेछ है हाम्रो यहाँ खतरा डान्सर ल हामी चाहिँ यहाँ एकदमै ल भाइरल रोड भने यही हो नि है तर गइसकेछ अहिले अब हामी बेनीतर्फ जाँदैछौँ है पोखरा टु बेनी क्रमशः हाम्रो यात्रा अगाडि बढ्दैछ है जुमसोम मुक्तिनाथतर्फ ल सबै उठ्यो हिजो हामी कहाँ आइपुग्यो त हामी बागलुङ कालिका आउँदैछ बागलुङ कालिका है त ल बागलुङ जिल्ला प्रवेश गर्नु हजुर इन्ट्री भयो हुँदैछ है ल ल सोला भाइको शानदार आइपुग्यो है ल ल ल यो ठ्याक्कै हामी बागलुङ कालिका बागलुङ पहिलोचोटि हो पहिलोचोटि एकदमै पहिलोचोटि हो मेरो लागि त भर्जिन ल्यान्ड हो नि होइन सबै हजुर ल सब है बागलुङ कालिका मन्दिर यहाँ छ हामी जाँदैछौँ ल ल ल ल यसो बागलुङ कालिका मन्दिर दर्शन है त ल ल हाम्रो टोली ठुलै छ
हाम्रो ग्रुप लैजाउँ ल यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ है फोटो खिच्ने हाम्रो चाहिँ यहाँ फोटोग्राफर चाहिँ सुलभ भाइ ल हामी ल कहाँ जाँदै हो हामी चाहिँ बागलुङ कालिका चाहिँ दर्शन गर्न आउँदैछौँ ल ठिक छ ल ठिक छ ल ल ल बागलुङ कालिका दर्शन है त ल ल दाइले चाहिँ यहाँ लाइभ गर्दै हुनुहुन्छ है एकदम बागलुङ कालिकाको अलिकति स्टोरी भन्नु अनि अब त्यस्तो त खासै थाहा छैन बागलुङ कालिका अब देवीहरू मध्ये चाहिँ हजुर एकदम भागल गरेका कुरा पुग्ने मनले आँटे पाकेका कुरा हजुर यहाँ धेरै टाढाबाटदेखि आउँछन् हजुर हजुर दर्शनार्थीहरू हजुर यहाँको एकचोटिको लाइभ इभेन्ट यस्तो देखाएको छु कि मैले तपाईँको त्यो बाजामा हजुर देवी चढेको मान्छे चाहिँ यहाँबाट लड्दै पढ्दै पुरै नाच्दै हजुर हजुर पुरै कामेरो भस्नु चाहिँ गएको चाहिँ भनेपछि त्यो शक्ति चढ्दो रहेछ है हजुर हजुर त्यो एउटा शक्ति पावर छ छोडा हजुर यसको किम्बदन्तीहरू चाहिँ यहाँ ठाउँ ठाउँमा हजुर राखेको छ हजुर हजुर अरू त यस्तै हो अब छोटो आयो टक्क हस् थ्याङ्क यू दाइ थ्याङ्क यू ल हामी चाहिँ मेन मन्दिरतिर जाँदैछौँ है बाटोबाट चाहिँ सेल्फ यो मेन मन्दिरको प्रस्थान गर्दैछौँ सुबेन हाई हाई एभ्रीबडी हाई ओके ल हामी आइपुग्यो बागलुङ कालिका मन्दिरमा है यो रह्यो मन्दिर मेन यो मन्दिर छ भक्तजनहरू आउने जाने क्रम चलिरहेको छ सबैले फोटो पनि खिचिरहेको छौँ यो रह्यो यहाँको सराउन्डिङ ल यो रह्यो बागलुङ कालिकाको मन्दिर भव्य मन्दिर प्राङ्गण यस्तो ल यो चाहिँ हामी चाहिँ बेनी बजार मेन बजारमा आइपुग्यो है यो रह्यो मेन बेनी बजारको सुबिन प्लाट बेनी बजार रह्यो यो हाम्रो ल हेर्नुहोस् यस्तो भ्यू छ ल यता आउँछ बिन ओ त्यतै छु नाइदे यहाँ बन्दैछ है चटपट Oh, look at this. अलिअलि अब मुस्ताङ भाइब्स आउनु थाल्यो है 33 किलोमिटर छ यहाँ ए हजुर 33 किलोमिटर छ ए हजुर यस्तो चट्टानबाट जाँदैछौँ हामी एडभेन्चर हुँदैछ है एडभेन्चर मुस्ताङ एडभेन्चर सिनिक भ्यू छ एकदमै सिनेम्याटोग्राफी भ्यू चाहिँ छ हजुर हजुर चाहिँ होइन झर्ना देखिन्छ
मात्र अझै राम्रो हुने नि ठ्याक्कै स्विजरल्यान्ड हो क्या साइड साइडको गाउँ हुन्छ कि हो हजुर कस्तो दामी ल ल यहाँ चाहिँ एकदमै एडभेन्चरस बाटो छ है हाम्रो ल हेर्नुहोस् है चट्टान काटेर यसरी बाटो बनेको छ दिस इज रियल एडभेन्चर है रियल एडभेन्चर दिस इज रियल एडभेन्चर है रियल एडभेन्चर ल अमेजिङ त्यो बाटो अलिक राम्रो यो बाटो राम्रो हुने बित्तिकै त डर थिएन यो सर्लक्कै त्यो राम्रो ढलान गरिदिएको चाहिँ यो बाटो केही थिएन ओ माई गड लुक एट दिस ओ माई गड कस्तो दामी झरना ओ ल हामी फाइनल्ली आइपुग्यो है त ल फाइनल्ली जोमसोम आइपुग्यो र यो रह्यो हाम्रो डान्सिङ याक आजको होटेल फाइनली वी डिड इट चिसो चिसो कतिको चिसो छ ल दिदी आइपुग्यो है ल फाइनल्ली आइपुग्यो ल केही भन्नुहोस् हेलो जाडो जाडो छ पुरै अन्धकार छ यो आज त के देखिन्छ र भोलि देखिन्छ ल दाइ भन्नुहोस् पुरै हामी त पुरै जाडै भएन कति अहिले ठिक छ एउटा ज्याकेट लाउने हो भने त ठिकै रहेछ यतिको त जाडो भने नि कि एउटा ज्याकेट कि एउटा ब्याग हुन्छ हुन्छ डोन्ट जम्प ल finally we did it finally can say finally in Jomsom ल जोमसममा आइपुगेको छौँ र जोमसममा आएर यहाँ डान्सिङ याक होटलमा आएर हामी चाहिँ भात खाँदैछौँ ल हेर्नुहोस् साथीहरू यहाँ यो भेज शुद्ध बाहुन खाना उता चिकन खाना हो तर तेल झोल छ त्यसमा ल उता उता दाईहरू पुरै रातो रातो फिक्का चिया खाइरहनु भएको छ उहाँको फिक्का चिया छ त्यहाँ ल ल है फाइनली है फाइनली ल फाइनली हाम्रो डिनर है डिनर हुँदैछ डे फर्स्ट जोमसमको होटल डान्स नि ल ओ ल यो चाहिँ को निलगिरी रे निलगिरी माउन्टेन कस्तो दामी देखिया छ ल यो रह्यो जोमसोम बजार जोमसोम निलगिरी गुड मर्निङ फ्रम जोमसोम बजार हाम्रो दोस्रो दिन ल यो रह्यो दोस्रो दिन है हाम्रो ल एम फ्लाइ छैन भाइले भाइ मिस गर्यो है ल हेर्नुहोस् मुक्तिनाथ है ल जोमसोम
जोमसोम माता माथि है हामी जाँदैछौँ मुक्तिनाथतर्फ ल दाइ भन्नुहोस् है हामी कता जाँदैछौँ हजुर ल ल जोमसोमबाट हामी मुक्तिनाथ है ल हाम्रो दोस्रो दिनको ट्रिप है हामी मुक्तिनाथतर्फ जाँदैछौँ है यस्तो छ ल्यान्डस्केप संस्थामा त म पनि छु हाम्रो संस्था छैन होइन बगर पनि कति राम्रो है सम्म ठुलो Look at this beauty. Oh my god. ल हामी अब कता जाँदैछौँ ल हाम्रो चाहिँ अब काठबेनीबाट चाहिँ मुक्तिनाथ जाँदैछौँ है ल मम्मी मुक्तिनाथतर्फ जाँदैछौँ ल सर्वाधिक प्रतीक्षाको मुक्तिनाथ दर्शनतर्फ हामी जाँदैछौँ यो रह्यो हाम्रो बाटो यस्तो छ ओहो काठमाडौँबाट यति ठुलो बस है आउने रहेछ है बसै आउने रहेछ है मुक्तिनाथसम्म के यति ठुलो बस के Oh my god. Look at views. कुनै छ है पालै पालहरू के हो ल अब हामी यता आउँदैछौँ है बालुवा हो नि बालुवा बालुवाको ढुङ्गा हो होइन ढुङ्गा होइन
फाइनली हामी मुक्तिनाथमा आइपुग्यो। अब मुक्तिनाथको सराउन्डिङ रह्यो हो। ल यहाँ चाहिँ टन्नै गाडीहरू पार्किङ छन् होइन। र यतैबाट हामी स्टेप चढेर जाँदैछौँ मुक्तिनाथ। यता नजिकै छ, अलिकति माथि छ। फाइनली वी आर इन मुक्तिनाथ। ल है हामी माथि जाँदैछौँ मन्दिरतर्फ। ल हामी मन्दिर मुक्तिनाथतर्फ हेडिङ है। हामी मन्दिरतर्फ जाँदैछौँ। ल हामी फाइनली चाहिँ मुक्तिनाथ मन्दिरको स्वागत गेटमा आइपुग्यो है। त स्वागत गेटमा आइपुग्यो। हामी मन्दिरतर्फ प्रस्थान गर्दैछौँ अब यहाँबाट। हजुर सुबेन पर्खे यस्तो देखिया छ है हिमाल। ल भाइ ठिक छ? एकदम ठिक छ बिनाजु। श्वास त भएको छैन। र यो तल मुक्तिनाथ मन्दिर नजिकको बजार, यो रह्यो सराउन्डिङ। यो चाहिँ एप्पल फार्म। दाइ भन्नुहोस् कहाँ आइपुग्यो हामी? एकदम अब हामी मुक्तिनाथ मन्दिरको टक्कै परिसरमा आइपुग्नै लाग्छौँ। हजुर धेरै छैन, हजुर पुग्दैछौँ। बस अब लगभग आइपुग्यो। भगवान्को कृपाले होला, यो अहिलेसम्म केही छैन, जाडो पनि छैन। भगवान्को चरण पाउमा है हामी चाहिँ चरण कमलमा आइपुग्न लाग्यो। के अरे चाहिँ एन कस्तो फिल भइरहेछ? थाकिया छ? थकेला छ? ला छैन? ल ठिक छ। ल आउनुहोस् मम्मी आउनुहोस्। ल जय। ल फाइनली मुक्तिनाथ मन्दिरमा आइपुग्यो। हो यहाँ नआउने हो। ल हुँदैन बाबु, तिमीलाई जाडो हुन्छ कि आमा। सुबिन मन्दिर भगवानको। ल फाइनल्ली मुक्तिनाथ मन्दिरमा आइपुग्यो। यो रह्यो मुक्तिनाथ टेम्पल है, मुक्तिनाथ बाबाको मन्दिरमा आइपुग्यो। मुक्तिनाथ बाबाको जय, मुक्तिनाथ बाबाको जय। पोल्ट्रीमा हात हालेर नाच्ने मान्छेको हो। भिडियो खिच्दा आइज। ब्याट्री लो है। यो नियर चाहिँ जोमसोम यस्तो छ सराउन्डिङ। इट्स भेरी ब्युटिफुल।
ल एउटा यस्तो दिन न त पेट ल है ल वेलकम टु मार्फा यु आर इन्टरिङ टुवर्ड्स मार्फा भिलेज दिस इज मार्फा 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 Yeah, why do you must stop? Show me to ल कता हो हामी मार्फामा मार्फा भिलेजमा है त ल ल अहिले चाहिँ हामी फाइनली मार्फा है मार्फा भिलेज आइपुग्यौँ मुस्ताङको एकदमै यहाँ फिल्म सुटिङ हुने ठाउँ पनि हो एकदम युनिक छ यसको धेरै आन्तरिक पर्यटनहरू आन्तरिक टुरिस्टहरू आउनुहुन्छ यहाँ एकदमै राम्रो स्ट्रिट छ हामी पनि इन्जोय गर्दैछौँ है त्यो ल है यो चाहिँ रह्यो मार्फाको स्ट्रिट मार्फा भिलेज मुस्ताङको मार्फा हजुर मुस्ताङको मार्फा ओहो को यस्तो चिन्नै नसक्ने मान्छे है तेरिक ले काका हामी केटाकेटी हो क्या ल अब हामी भन्नु त आज हाम्रो तेस्रो दिन हामी अब फर्किने क्रममा छौँ अब तातोपानी पुग्छौँ पहिला हजुर सिङ्गाको तातोपानी हजुर। त्यसपछिको प्लान के हो सस्पेन्स छ त्यसपछि सस्पेन्स छ सस्पेन्स ओहो ल ल आज हामी चाहिँ मार्फा तेस्रो दिन मार्फा एक्सप्लोर गरेर अब लगेज फेरि मार्फा छ अब के हो यो एकदमै एक्सप्लोर गरेर अब हामी चाहिँ तातोपानीतर्फ जाँदैछौँ बिच बाटोमा रुप्से झर्ना छ है त्यहाँ चाहिँ फोटो खिच्नुपर्छ है त्यहाँ चाहिँ फोटो अनिवार्य ल ल आज हाम्रो थर्ड डे एन्ड लास्ट डे नि त सस्पेन्स भने तपाईँ कहाँ लास्ट ल ल ल ठिक छ रुप्से झर्ना ल मुस्ताङमा अन द वे रुप्से झर्ना आइज रुप्से झर्ना इन मुस्ताङ है ल अन द वे मुस्ताङमा हामी हेर्दैछौँ त्यो भन्छ कस्तो लाग्यो रमाइलो भयो कस्तो राम्रो छ वाटरफल ओके थ्याङ्क यू